आज भनेको हाम्रो दसैँको अन्तिमको रमाइलो बवाल छ, रमाइलो छ। गाउँघर आज हामी कति 300 घर मिलेर रमाइलो गरे हो। घरको परिवार सबै मिलेर 300 घरमा सबै एक जना आएर यहाँ रमाइलो छ। आज रमाइलो गरेको दसैँको अन्तिम तिहारको आगेको बिचमा हामीले आज रमाइलो गरे हो। रमाइलो देखाउँदै जाँदैछ र सन्तोष गाउँमा यस्तै छ रमाइलोहरू, ठाउँहरू यस्तो आगो बालेर भान्सा गरेर बसेको, यस्तै दुःख सुख रमाइलो गर्नुपर्छ साथी हो। आज चाहिँ म त्यो आफूलाई सबै रमाइलो को छ गाउँले हामी 300 घर मिलेर चाहिँ एउटा भवन घरमा चाहिँ रमाइलो गरेको है आजको दिन। यो गाउँको मान्छे रमाइलो ठाउँहरू हेर्न एकदम बवाल छ। यहाँबाट भनेको पकाएको राँगो काटेको थियो, राँगो काटेर आज रमाइलो गर्दा गर्दा यो ठाउँमा आइपुगेछु। ठाउँहरू रमाइलो सबै देखाउँला, मान्छेहरू गाउँलेहरू चेपाङ हामी सबै मिलेर एकदम रमाइलो गरेको। यो भनेको हाम्रो दसैँको अन्तिम र रमाइलो र ओ सैदा, ए सैदा दसैँ कस्तो लाग्छ? काली दसैँ कस्तो छ? भोगल रमाइलो छ नि? ए दसैँ भयो सैदा यता हेर किन लुकाउँछ? यस्तै हो रमाइलोहरू। ज्वाइँ ठिक छ नि? एकदम बवाल छ नि? ल आफूको पारामा। ओ बुढो के छ? ठिक छ नि? जाड रक्सी पुगे नि? ल नाच्न पनि पर्छ है। ल यस्तै हो रमाइलोहरू, एकदम रमाइलो गर्नुपर्छ। ओ सुदीप सर, ओ सर, ओ सुदीप सर के छ त? बवाल हो नि? एकदम ड्रिममा सही छ नि? ल रमाइलो एकदम बवाल गरौँ भाइ। चन्दी पूजा एकदम सब्सक्राइब गर्नु नबिर्स्यौ भन न। ल ढुक्क छ। ल गाउँहरूको हाम्रो सिपाउनुको रमाइलो यस्तै छ। यो भनेको हाम्रो चन्दी पूजा है केटाहरू। ल एकदम ठिक छ नि? ल खेल्नुपर्छ पर्छ। ल यहाँ एउटा खेलेछ भने यहाँ एउटा खेलेछ, 3-4 छ झन्डे पूजा एकदम रमाइलोहरू यस्तै छ। यता भगवान घर ओ फुपू कति भयो व्यापार? व्यापार कति भयो? टुड्यो? आमा गइसक्यो पो अघि नि गयो हो? साँच्चै हो कि? भाउजू ठिक छ नि? रमाइलो छ है? ओ के छ र? ओ मच्छर भाइ साहब के छ? ठिक छ नि? अच्छा मच्छर बुझ्दा यहाँ आइपुग्यो है। ल यो हाम्रो एकदम रमाइलो के भयो भने के छ भाइ? ठिक छ नि? यता आफ्नो भान्जे के छ? ठिक छ नि? रमाइलो कस्तो छ? दसैँको अन्तिम रमाइलो कस्तो छ? एकदम बवाल छ है। ल ल ल पस न के छ? ठिक छ नि? किन लुका हो? पूजा छ एकदम
यो हाम्रो गाउँको चाडबाड है यस्तो रमाइलो उभोतिर यसो रमाइलो चाहिँ गर्छ गाउँले चाहिँ खतरा छाम्दिनु खोज्नुपर्छ यो भने हाम्रो मुख्यको सम्पत्ति यो गाउँको मुख्यकोलाई यसरी रमाइलो गरिदिन्छ यो चाहिँ उसको मुख्य गाउँठाउँ यस्तो रमाइलो छ, बवाल छ, ठाउँहरू यस्तै हो।